शान्ति र विकासको आधार यो हो सामुदायिक टेलिभिजन बुद्ध आवाज। पालिकामा भइरहेका विकास निर्माणका कुरा, पालिकाका महत्त्वपूर्ण सूचना, समसामयिक विषयवस्तुमा गरिएका भलाखुसारी, पालिकावासीका सवाल अनि जनप्रतिनिधि र कर्मचारीको जवाफ। हामी पुग्छौँ त्यहाँ खरो बहस चलाउन, गाउँदेखि नगरका ताजा खबर सुनाउन। नागरिक र पालिकालाई जोड्ने आधार, यो हो कार्यक्रम पालिका सरोकार। मात्र सामुदायिक टेलिभिजन बुद्ध आवाजमा। नमस्कार, हार्दिक स्वागत, अभिवादन। म दीपिका सुनार। प्राकृतिक सौन्दर्य र ऐतिहासिक बुद्ध भूमिको पावन सुवास बोकेको हाम्रो सुन्दर बाडुङ्गा समयको गतिसँगै परिवर्तनको नयाँ गोरेटो कोर्न र स्थानीय सरकारको ढुकढुकीलाई प्रत्येक नागरिकको आँगनसम्म पुर्याउन आज हामी यहाँ आइपुगेका छौँ। पालिका सरकारको यो नवीनता श्रृङ्खला लिएर सामुदायिक टेलिभिजन बुद्ध आवाज र बाडुङ्गा नगरपालिकाको साझा एवं गौरवमय सहकार्यमा उत्पादित विशेष प्रस्तुति। पालिका सरकारको यो नयाँ श्रृङ्खला सिप विकास र रोजगारी बढाउने अवसरको खोजीमा केन्द्रित छ। दर्शकवृन्द, विकास र सुशासन तब मात्र सार्थक हुन्छ जब त्यसमा स्थानीय नागरिकको आफ्नै आवाज, अपनत्व र सहभागिता मिसिन्छ। पालिका सरकार केवल एउटा टेलिभिजन कार्यक्रम मात्र होइन, यो त बाडुङ्गाको सुशासन, पारदर्शिता, सम्भावना र समृद्धिको जीवन्त ऐना हो। यहाँ जनप्रतिनिधिका योजना र प्रतिबद्धताहरू सुनिनेछन्, नागरिकका सरकार र रचनात्मक गुनासाहरू बुझिनेछन् र हाम्रा गाउँ टोलका अनन्त सम्भावनाहरू उजागर गरिनेछन्। आउनुहोस्, बाडुङ्गाको यो सुखद र सुनौलो यात्रामा हामी सबै सहयात्री बनौँ। बाडुङ्गा नगरपालिकाले पछिल्लो 4 वर्षमा सिप विकास, रोजगारी बढाउन के गर्यो भन्ने समीक्षा सहितको यो प्रस्तुतिबाट नेपालको संघीय श्रम सुशासन प्रणाली अन्तर्गत बाडुङ्गा नगरपालिका केवल सेवा प्रदायक मात्र नभई स्थानीय आर्थिक विकासको रणनीतिक केन्द्रको रूपमा स्थापित भएको छ। विगत 4 वर्षको अभ्यासलाई हेर्दा नगरपालिकाले श्रम निरीक्षण, रोजगार सेवा र कार्यस्थल विवाद समाधान जस्ता संवैधानिक जिम्मेवारीहरूलाई अघि बढाउने प्रयास गरे तापनि नीतिगत कार्यान्वयनमा गम्भीर चुनौतीहरू देखिएका छन्। विशेष गरी श्रम ऐना 2017ले अघि सारेको सामाजिक सुरक्षाको अनिवार्यता र रोजगारीका विविध स्वरूपको कानुनी व्यवस्था स्थानीय स्तरमा फितलो हुँदा धेरै व्यवसायहरू अनौपचारिक रहिरहेका छन्, जसले गर्दा नगरपालिकाको करको दायरा साँगुरिएको आन्तरिक राजस्व परिचालनमा नकारात्मक असर परेको छ। यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा सिप र रोजगारी बीचको सन्तुलन मुख्य समस्याको रूपमा देखा परेको छ। नगरपालिकामा रहेका सिप विकास तालिम केन्द्रहरूको क्षमता 51% मात्र उपयोग हुनु र निजी क्षेत्रका करिब 14% उद्योगले मात्र आफ्ना कामदारलाई तालिम दिनुले लगानी र प्रतिफल बीचको खाडललाई उजागर गर्दछ। यस्तो अवस्थामा कृषि क्षेत्रको संलग्नता 71%बाट घटेर 25%मा झर्नु र सेवा क्षेत्रमा आकर्षण 45% पुग्नु संरचनात्मक रूपान्तरण जस्तो देखिए तापनि यो श्रम शक्ति उच्च उत्पादकत्व भएको औद्योगिक क्षेत्रमा नगई न्यून उत्पादकत्व भएको अनौपचारिक सेवा क्षेत्रमा प्रवेश गरिरहेको पाइन्छ, जसले अनौपचारिक अर्थतन्त्रलाई झन बढावा दिएको छ। सामाजिक सुरक्षाको पाटो झनै नाजुक छ, जहाँ बेरोजगारी विरुद्धको सुविधा र मातृत्व जस्ता न्यूनतम सुविधाहरू क्रमशः 0% र 1% मात्र हुनुले श्रमिकहरू सधैँ जोखिममा रहेको पुष्टि गर्छ।
फलस्वरूप बाडुङ्गाका 35% युवाहरू शिक्षा, रोजगारी वा तालिमको पहुँच बाहिर रहँदा एकातर्फ जनसाङ्ख्यिक सङ्कट चुलिएको छ भने अर्कोतर्फ रेमिट्यान्स माथिको संरचनात्मक परनिर्भरता बढेर स्थानीय निर्माण र कृषि क्षेत्रमा श्रमिक अभावको विडम्बनापूर्ण स्थिति सिर्जना भएको छ। यस परिस्थितिलाई चिर्न र पलायन रोक्नका लागि अब बाडुङ्गा नगरपालिकाले जलवायु अनुकूल र वातावरण मैत्री न्यायोचित रूपान्तरणको नीति अवलम्बन गर्नुपर्छ। साथै चौथो औद्योगिक क्रान्ति अनुरूप डिजिटल पूर्वाधारको विकास गर्दै युवाहरूलाई सूचना प्रविधिमा जोड्नु, व्यवसाय दर्ता र ठेक्का पट्टामा सामाजिक सुरक्षा कोषको अवदत्तता अनिवार्य गरी करको दायरा बढाउनु र सिपमूलक तालिम केन्द्रहरूलाई स्थानीय उद्योगसँग समन्वयात्मक मोडेलमा जोड्नु अपरिहार्य भइसकेको छ। अनन्त बजारको माग अनुसारको सिप विकास र मर्यादित रोजगारीको औपचारिकरणमा केन्द्रित भएर मात्र बाडुङ्गाले आफ्नो जनसाङ्ख्यिक लाभांशको सही उपयोग गरी दिगो समृद्धि हासिल गर्न सक्नेछ। यसै परिवेशमा बाडुङ्गा नगरपालिकाले चालु आबमा बृहत सिप विकासका तालिम सिटिबिटीको सहयोगमा सञ्चालन गरेको छ। सोही तालिमको एक विशेष रिपोर्ट अबको क्रममा। स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्दै बेरोजगारी न्यूनीकरण र स्वरोजगार परिवर्तन गर्ने उद्देश्यका साथ बाडगङ्गा नगरपालिकाले आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालन गरेको उपमेयर सिप विकास कार्यक्रम उल्लेखनीय रूपमा सफल भएको छ। नगरपालिकाले विभिन्न व्यावसायिक तथा प्राविधिक तालिम सञ्चालन गरी 150 भन्दा बढी युवा युवती, महिला तथा बेरोजगार नागरिकलाई सिपयुक्त बनाएको जनाएको छ। स्थानीय सरकारको प्रमुख प्राथमिकता मध्ये एक रहेको सिप विकास र उद्यमशीलता प्रवर्धनलाई व्यवहारमा उतार्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत स्थानीय आवश्यकता र बजारको मागलाई ध्यानमा राखी विभिन्न सिपमूलक तालिम प्रदान गरिएको हो। तालिमहरूमा सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास मार्फत आवश्यक सिप हासिल गरेका छन्। यस कार्यक्रम अन्तर्गत ब्युटिसियन तालिम, मोटरसाइकल मर्मत तालिम, मन्टेश्वरी सिप विकास तालिम, ग्राफिक्स डिजाइन तालिम सञ्चालन गरिएको थियो। यी तालिमहरू दक्ष प्रशिक्षकको सहजीकरणमा सञ्चालन गरिएका थिए भने सहभागीलाई आधुनिक उपकरण प्रयोग गर्ने अवसर समेत उपलब्ध गराइएको थियो। तालिमको अवधिभर व्यावहारिक अभ्यासलाई विशेष प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार सिप सिकेर मात्र होइन, त्यसलाई व्यवहारमा प्रयोग गरी आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको संरचना तयार गरिएको थियो। यही कारणले अधिकांश तालिमहरू रोजगारी र स्वरोजगारसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित गरिएका हुन्। विशेष गरी महिला, दलित, आर्थिक रूपमा विपन्न परिवारका सदस्य तथा बेरोजगार युवालाई प्राथमिकतामा राखेर सहभागी छनौट गरिएको बताइएको छ। तालिम सम्पन्न भएपछि सहभागीहरूले आफ्ना अनुभव र उपलब्धिबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। ब्युटिसियन तालिम सहभागी बाडगङ्गा 2 बैजलपुर निवासी सुनिता नेउपानेले तालिमले आफूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्ने आत्मविश्वास दिएको बताउनुभयो। पहिले कुनै सिप नहुँदा रोजगारीको अवसर नपाएको उल्लेख गर्दै उहाँले अब आफै ब्युटी पार्लर सञ्चालन गर्ने योजना बनाएको प्रतिक्रिया दिनुभयो। नमस्ते, मेरो नाम सुनिता नेउपाने, मेरो घर चाहिँ बाडगङ्गा 2 बैजलपुरमा पर्छ। हामी चाहिँ यो बेसिक कोर्सहरू सिक्यो। बेसिक कोर्समा चाहिँ हामीले यो ट्रेडिङ अनि त्यसपछि मेडिकेयर, पेडिकेयर अनि हेयर ओइल मसाज अनि त्यसपछि ह्यान्ड मेहन्दी, हेयर मेहन्दी अनि हेयर ड्राईहरू अनि क्लिजिङहरू अनि त्यसपछि यो रुलरहरू, हेयर रुलरहरू धेरै बेसिक कोर्समा हुनुपर्ने चाहिँ हामीले सबै सिकिसक्यो। अनि नगरपालिकाले चाहिँ हामीलाई चाहिँ यो अवसर दिनुभयो, सिक्ने मौका दिनुभयो। हामी चाहिँ के सिक्न पाए हुन्थ्यो भनेर बसिरहेका थियौँ। त्यसमा चाहिँ यो कोर्सहरू, बेसिक कोर्सहरू चाहिँ हामीलाई उपलब्ध गराइदिनु भयो, सिक्ने मौकाहरू दिनुभयो। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ। हामीले नगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पहिला अब धेरैजनाले सिक्नुभएको थियो होला यो सिपमूलक तालिमहरू चाहिँ।
अब कसैले गर्नुभयो होला, कसैले अब यो पार्लरहरू सम्बन्धी केही कामहरू गर्नुभयो होला, कसैले खोल्नुभयो होला, कसैले खोल्ने विचार गर्नुभएको थियो होला, कसैले खोल्नु भएन होला, कसैले अब आर्थिक स्थिति कमजोर भएर पनि त्यस्तै गरेर बस्नुभएको थियो होला। अब चाहिँ हामीले चाहिँ केही सिकेर चाहिँ अब केही गर्ने भन्ने सोच चाहिँ हाम्रो छ, गर्छौँ भने अझै यसमा यो हामीले यो बेसिक कोर्सहरू चाहिँ गऱ्यौँ, अब चाहिँ अलि एडभान्स कोर्सहरू गर्न पाए हामीलाई अलि सजिलो पनि हुन्थ्यो, सहज पनि हुन्थ्यो र केही सिक्ने मौकाहरू अझै पाउँदै जाने थियौँ हामीले। अब यो बेसिक कोर्समा चाहिँ हामीले धेरै राम्रो, धेरै सजिलो तरिकाले सिक्न पायौँ। म्यामहरूले हामीलाई राम्रोसँग सिकाउनु भयो र अरू नगरपालिकाले अझै योभन्दा अलिक माथिल्लो जुन अर्को एडभान्सहरू छ त्यो पनि नगरपालिकाले हामीलाई उपलब्ध गराइदिए। हामीलाई अझै सजिलो तरिकाले केही सिकेर हामीले केही उहरू आफ्नो व्यक्तिगत केहीहरू खोल्ने थियौँ। हामीलाई एउटा अवसर पनि मिल्ने थियो, यो खोल्ने सिक्ने अवसर पनि मिल्ने थियो। यो हामीले केही पार्लरहरू केही खोल्नको लागि केही हामीलाई सजिलो पनि सहज पनि हुने थियो। अर्की सहभागी बाणगंगा 2 वर्दवा निवासी लालमाया बुढा मगरले पनि नगरपालिकाले निशुल्क रूपमा उपलब्ध गराएको तालिमले आफ्नो भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नमस्ते, मेरो नाम लालमाया बुढा मगर, बाणगंगा 2 वर्दवा ब्युटिसियन तालिम लिनको लागि आएको। मेरो उद्देश्य चाहिँ एउटा असल ब्युटिसियन भन्ने उद्देश्यले आएको हो। यहाँ आएर मैले धेरै कुराहरू सिक्न पाएँ। मेरो पहिला मैले एउटा धागो चलाउने सिप पनि थिएन। अहिले आएर म एउटा धागो चलाउन पनि सिक्ने सक्षम भइसकेको छु। धेरै कुराहरू जुन बेसिकमा सिक्नुपर्ने कुराहरू थियो, थ्रेडिङ, मेनिक्योर, पेडिक्योर, रोलिङ, बाल रोलिङ, हेयर मेहन्दी, मेकअप, अनि ओइल मसाज, हेयर कटिङ, जुडो, सब कुराहरू हामीले सिकिसकेको छौँ। तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएकी जुनु क्रिस्टल ब्युटी एकाडेमीकी सञ्चालक समना घिमिरे छेत्रीले पालिकाको सहयोगमा सञ्चालित 390 घण्टाको तालिममा विद्यार्थीहरू उत्साहजनक एवं मेहनतका साथ सहभागी भएको र सिप सिकेका विद्यार्थीहरूले सिपलाई व्यवहारमा पनि लागू गर्ने विश्वास राख्दै आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। हामीहरूले यो तालिममा धेरै कुरा सिकायौँ। लेभल 1 तहको तालिम हामीले चलाएका थियौँ। सो त्यसमा धेरै कुराहरू हाम्रो विद्यार्थीहरूले सिक्न पाउनुभयो, जसमा 31 जना विद्यार्थीहरू रहनुभएको थियो र उहाँहरूले लेभल 1 मा सिक्नुपर्ने कुरा सबै राम्रोसँग गरिराख्नु भएको छ। आशा छु एकदमै राम्रो गर्नुहुन्छ। उहाँले आफ्नो उज्जवल भविष्यको लागि धेरै मेहनत गर्नुभएको छ। कामले गर्दा, मेहनतले गर्दा र उहाँले अपेक्षा पनि यति राख्नुभएको छ कि यति धेरै राख्नुभएको छ कि लेभल 2 पनि ल्याइदिए हुन्थ्यो हाम्रो यो नगरपालिकाले भनेर धेरै कुराहरू राखिसक्नु भएको छ। त्यसैगरी बाणगंगा नगरपालिकाले यस क्षेत्रमै पहिलो पटक सञ्चालनमा ल्याएको केयर गिभर तालिममा सहभागीले तालिमबाट प्राप्त व्यवहारिक ज्ञान निकै उपयोगी भएको बताएका छन्। उनीहरूले अब सिपयुक्त भएर विदेश जाने बाटो खुलेको बताउँदै यही स्थानीय स्तरमै गर्न सक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिए। तालिमले रोजगारी खोज्ने भन्दा पनि आफै काम सिर्जना गर्ने सोचको विकास गरेको उनीहरूको भनाइ थियो। सहभागी बाणगंगा 4 सिद्धिपुर निवासी विनिता केसीले यस किसिमको तालिम यस क्षेत्रमै नहुने र तालिम लिन चाहनेले टाढा जानुपर्ने र खर्चिलो हुने बताउँदै निकट भविष्यमा आफूले यस क्षेत्रमा केयर गिभर लगायत अन्य तालिम दिने प्रशिक्षण सेन्टर खोल्न चाहेको बताउनुभयो। नमस्ते, मेरो नाम बिन्ता छेत्री, म बाणगंगा 4 सिद्धिपुर कपिलवस्तु। म यस बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाबाट हामीलाई सिटिबिटीबाट तालिम प्रदान गर्नुभएको संस्था जिनियस मल्टिटेक्निकल इन्स्टिच्युट प्रालीले हामीलाई केयर गिभरको तालिम दिनुभएको छ। हामीले यस तालिम लिएर हामीलाई धेरै नै राम्रो भएको छ। दैनिक क्रियाकलापहरूदेखि लिएर हाम्रो यो स्वास्थ्य सम्बन्धी पनि हामीलाई धेरै कुराहरूको थाहा भएको छ। अब सामान्य कुरा गर्नुपर्दा अब हामीलाई यो नङ काट्न पनि हामीलाई यो सिस्टमले हामीलाई थाहा नभएको हुँदा त्यो सिस्टमेटिक तरिकाले कसरी हाम्रो स्वास्थ्य अवस्थाहरू कसरी सही तरिकाले हामीले केयर गर्ने भन्ने कुराहरू पनि हामीलाई थाहा
नभएको र यस संस्था लिगेपछि हामीलाई धेरै कुराहरू थाहा भएको र हाम्रो घर परिवारमा पनि अशक्त बिरामी अपाङ्ग वृद्धहरू हुनुहुन्छ सबैको घरमा अनि उहाँहरूको सेवा गर्न पनि हामीले यस केयर गिभरको तालिम लिगेपछि हामीले उहाँहरूको सेवा गर्न पनि धेरै सहज हुनेछ भइरहेको छ हुनेछ र हाम्रो वरिपरि पनि हाम्रो यस्तो बिरामी व्यक्तिहरू हुनुहुन्छ अशक्त अपाङ्गहरू हुनुहुन्छ अब म एकजनाले सिकेर उहाँहरूलाई पनि मैले यो मेरो सिकहरू बाँड्ने छु र अरूलाई पनि यसै गरी सिकाउने छु कि ताकि उहाँहरूलाई पनि सहज होस् आफ्नो दैनिकी क्रियाकलापहरू गराउन बिरामी व्यक्तिहरूको स्याहार सुसार गर्ने कसरी हो अनि हाम्रो स्वास्थ्य सम्बन्धी कसरी हामीले केयर गर्ने त्यो कुराहरू पनि उहाँहरूलाई मैले बताएर मेरो आफ्नो तर्फबाट उहाँहरूलाई सहयोग गर्नेछु यसको प्र्याक्टिकलको लागि हामी यो तिलोत्तमा हलवाडीमा रहेको मानव सेवा आश्रममा हामी गएका थियौँ त्यहाँ 1 हप्ताको तालिम हामीले गएर उहाँहरूलाई सेवा दिने मौका पायौँ उहाँहरू धेरै सङ्ख्यामा उहाँहरू हुनुहुँदो रहेछ त्यहाँ मानसिक अवस्था भएको बिरामीहरू अनि त्यसपछि वृद्धहरू अपाङ्ग व्यक्तिहरू हुनुहुन्थ्यो उहाँहरूलाई गएर हामीले प्रत्यक्ष रूपमा हामीले सेवा दिने मौका पायौँ र त्यो हामीले त्यहाँ गएर गरेको सेवाले हामी प्र्याक्टिकल्ली कुरामा धेरै नै अगाडि भयौँ अब यहाँ पढेर अब यहाँ हामीहरू आफूमा गरेको भन्दा उहाँ गएर हामीले धेरै कुराहरू डाइरेक्ट उहाँहरूसँग सिक्न पाउँदा हामी धेरै खुसी छौँ र उहाँहरूलाई सेवा दिन पाउँदाखेरि नै धेरै राम्रो महसुस भएको छ अब यो केयर गिभर तालिम लिगेपछि अब पनि हामीलाई नगरपालिका यसै गरी लेभल 1 दिनुभएको छ लेभल 2 लेभल 3 गरेर दिनुभयो र स्किल टेस्टको पनि हामीलाई व्यवस्था गरेर त्यसको पनि हामीलाई तालिमहरू दिएर स्किल टेस्ट हामीले यसबाट दिन सक्यौँ भनेदेखि हाम्रो यो केयर गिभरको तालिम लिनलाई हामी काठमाडौँ पोखरा बुटोल जानुपर्ने अनि धेरै लामो समय नै दिनैभरि छुट्याउनु पर्ने लामो बाटो अनि आर्थिक अवस्थामा पनि बढी लाग्ने भएको हुँदाखेरि अब यो तालिम लिगेपछि यहीँ हाम्रै आफ्नै ठाउँमा नगरपालिकाभित्र नै हामी स्थायी बासिन्दाहरूको लागि यो तालिम सेन्टर खोलेर अनि हामी यहीँ पनि यो सेवा उपलब्ध गराउन चाहन्छौँ तालिम लिएकी अर्की युवती बाणगंगा 2 पिपरा निवासी उमा छेत्रीले अब काम गर्ने सिप भएपछि रोजगारीको अवसर मिल्ने भन्दै सकभर नेपालमै अवसर खोज्ने र यदि वैदेशिक रोजगारमा जानुपर्ने भए पनि यो तालिम प्रभावकारी रहेको बताउनुभयो। नमस्कार, मेरो नाम उमा छेत्री, मेरो घर बाणगंगा 2 पिपराले हामीलाई चाहिँ यो एउटा सिक्ने अवसरहरू प्रदान गर्नुभएको छ। यसमा चाहिँ हामी धेरै खुसी छौँ। हामीले चाहिँ यो सामान्य कुरादेखि लिएर धेरै कुरा सिक्ने अवसर पाइयो। हामी चाहिँ 1 हप्ताको बुटोल गएर प्र्याक्टिकलहरू पनि गरेर आइसकेका छौँ। यहाँ चाहिँ धेरै अशक्त बिरामीहरू मानसिक शारीरिक अशक्तहरू बिरामीहरूलाई सेवा गरेर आइरहनुहुन्छ। यस्तै अवसरहरू पनि फेरि लिएर आउनुहोला। हामीलाई चाहिँ स्किल टेस्टदेखि लिएर लेभल 2 पनि प्रदान गर्नुहोला। अबको दिनमा चाहिँ मेरो सकभरि नेपालमै केही गरौँ भन्ने छ। अब लास्ट विकल्प नभएको चाहिँ यो सिप सिकेर चाहिँ वैदेशिक रोजगारमा जान पनि सकिन्छ, नत्र भने त यही नेपालमै केही गर्ने इच्छा छ। नगरपालिकाको रोजगार शाखाबाट सञ्चालित विशेष गरी वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मोटरसाइकल मर्मत तालिममा सहभागीहरूले आधुनिक मोटरसाइकलको मर्मत सम्बन्धी सिप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन्। तालिका प्रशिक्षक तालिम चलिरहेको स्थान दशरथ मोटरसाइकल वर्कसपका सञ्चालकले तालिम लिएका विद्यार्थीहरू निकै उत्साहित भएर सिक्दै गरेको र आफ्नै वर्कसप खोल्ने विद्यार्थीहरू पाएको बताउनुभयो। 390 घण्टाको तालिम चल्दैछ, सिक्दैछन् राम्रोसित। लगभग सिकेर आफ्नै वर्कसप चलाउने जस्तो छन् केटाहरू। मन लाएरै गरिरहन्, सिक्यान्। कतिपय गाडी खोलेर स्टार्ट गरेर चलाएर रेडी गराएर कम्प्लिट गराएर पनि राखिसके केटाहरू। वैदेशिक रोजगारबाट फर्किएका बाणगंगा 8 का रोमलाल पाण्डेले तालिमपछि ग्यारेजमा काम गर्ने अवसर प्राप्त भए काम गर्ने र अझै सिकेर केही समय अनुभव हासिल गरेपछि आफ्नै मर्मत केन्द्र सञ्चालन गर्ने लक्ष्य रहेको र नगरपालिकाले आउँदा दिनमा योभन्दा माथिल्लो तहको तालिम दिए आफू फेरि विदेशी नपर्ने गुनासो राख्नुभयो। नमस्ते, मेरो नाम
रोमलाल पाण्डे। म बाणगङ्गा नगरपालिका वडा नम्बर 8बाट। बाणगङ्गा नगरपालिकाले दिएको जुन यो तालिम छ, आज 390 घन्टाको तालिममा आज हामी 48 दिनको यसमा चाहिँ हामी सिकिरहेका छौँ र आजसम्म सिकिरहँदाखेरि हामीले जब हामी सुरुमा आउँदाखेरि सामान्य टुल्सहरू समाउन पनि अलि अप्ठ्यारो लागे जस्तो परिस्थिति थियो। अहिले आउँदाखेरि चाहिँ कमसेकम ढुक्क साथ हामीले चाहिँ खोल्न सक्ने र सामान्य टायरहरू पङ्चर भएको यता मतलब हुन्छ नि अरू नर्मली कुराहरू चाहिँ कहाँनिर के भएको छ भन्ने त्यो कुराहरू चाहिँ हामी थाहा पाउने भइसकेका छौँ र सामान्य बनाउन सक्ने पनि भएका छौँ र जे होस् तालिम चाहिँ एकदमै राम्रो भइरहेको छ, सिकाइ पनि राम्रो भएको छ, सबै साथीहरूले पनि राम्रै सिकिराख्नु भएको छ र भोलिका दिनहरूमा पनि यस हाम्रो नगरपालिकाबाट थप जस्तो अहिले लेभल 1 सिकिरहेका छौँ। यतिले मात्रै त हामीलाई अलि नहोला, किन भन्दाखेरि सामान्य आफ्नो अब चलिरहेका बाइकहरू यताउता हेर्न सक्ने त भयो, तर दीर्घकालीन रूपमा आफू चाहिँ आफ्नो मतलब आत्मनिर्भर बन्नको लागि लेभल 2 पनि यसो पालिकाबाट चाहिँ लेभल 2 को लागि पालिकाबाट यो अवसर ल्याइदिए हाम्रो लागि राम्रो हुने थियो जस्तो लाग्छ। तालिम पछिको योजना चाहिँ अब म हुन त पहिला एकचोटि विदेश गएर आएको, म दुईवटा देशमा गएको, कतार अनि मलेसिया गएको। अनि अब विदेश पनि त्यस्तै रहेछ, देखेको कुरा हो, सकेसम्म आफ्नै देशमा केही गरौँ भन्ने हो र यो तालिमबाट चाहिँ मैले अब भएसम्म अझै यसमा चाहिँ थप सिकेर पछि गएर चाहिँ आफ्नै केही एउटा सानो व्यवसाय गरौँ, यस्तै किसिमको चाहिँ ग्यारेज खोलेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने चाहिँ आशा छ। यस्तै ग्राफिक्स डिजाइन तालिमका सहभागीहरूले दक्षता अझ बढाउने अवसर मिलेको भन्दै माग बढ्दै गइरहेको अवस्थामा यस्तो तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। तालिमले व्यवहारिक र पेशागत ज्ञान प्रदान गरेकाले अब विभिन्न डिजाइन निर्माण कार्यमा सहज हुने उनीहरूको विश्वास छ। त्यसैगरी मन्टेश्वरी तालिममा सहभागी बाणगङ्गा 8 लौगाई निवासी मन्जु भट्टराई बेलवासीले महिलाहरूले रोजगारी खोज्न घरमै बसेर आम्दानी गर्न नसकिए पनि बाहिर काम खोज्ने अवसर सिर्जना भएको बताउनु भएको छ। नमस्कार, मेरो नाम मन्जु भट्टराई बेलवासी, म बाणगङ्गा 8 लौगाई कपिलवस्तुबाट आएको। म सर्वप्रथम त यो बाणगङ्गा नगरपालिकालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीहरू छरिएर रहेका बाणगङ्गा नगरपालिकाभित्र रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि यो कार्यक्रम मन्टेश्वरी कार्यक्रमको सञ्चालन गर्नुभयो र यसैमा हाम्रो तालिम प्रदायक संस्था सूर्यमुखी प्राविधिक शिक्षालय प्रणाली मकवानपुर हेटौडा 5 मकवानपुरबाट हामीहरूलाई यो तालिमको लागि यहाँ आएर सिक्ने अवसर दिनुभयो, उहाँहरूले सिकाउनु भयो र त्यसमा यहाँ बिबिसी मन्टेश्वरी ट्रेनिङ सेन्टरमा रहनुभएकी हामी प्रशिक्षक म्याम लक्ष्मी म्यामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीहरूलाई आएर यस बाहिर रहेर बसेका हामीहरू घरमा गृहिणी भएर बसेका महिलाहरूलाई यसरी आएर तालिमहरू दिएर यस आत्मनिर्भर बन्न सिकाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा हामीहरूले यस मन्टेश्वरी तालिम लिएर आत्मनिर्भर बन्न सक्नेछौँ। बालबालिकाहरूलाई कसरी सिकाउने भन्ने कुराहरू जस्तै खेलको माध्यमबाट, कविताहरूको माध्यमबाट बच्चाहरूलाई सिकाउन पर्छ भन्ने कुराहरू हामीले सिक्यौँ र बच्चाहरूलाई पिटहरू नगरिकन, गालीहरू नगरिकन अगाडि आएर बच्चाहरूलाई खेलको माध्यमबाट यसरी सिकाउनुपर्छ भन्ने कुराहरू धेरै सिकियो। त्यसै गरी हामीहरूले आत्मनिर्भर बन्नेछौँ। बाणगङ्गा 8 चपरगाउँ निवासी अर्की सहभागी जानुका पौडेलले तालिमपछि माग अनुसार काम गर्न आफू अग्रसर भएको जानकारी दिँदै यसले परिवारको खर्च व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। नमस्कार, म जानुका पौडेल बाणगङ्गा 8 चपरगाउँबाट। बाणगङ्गा नगरपालिकालाई धेरै धेरै धन्यवाद छ। हामी यो घरमा गृहिणी भएर बसेको अवस्थामा खुलेर मन्टेश्वरी सिक्न पाइरहेछौँ, त्यसको लागि धेरै धेरै धन्यवाद। हामी यो तालिम प्राप्त गरिसकेपछि पनि हजुरहरूले जहाँ खुल्छ नि त्यो नगरपालिकाले सहयोग गर्नुभयो भने हामीलाई धेरै सहयोग हुनेछ। हामीले तालिम प्राप्त त गऱ्यौँ तर खाली बसेको छैनौँ, त्यही पनि
हाम्रो घरको छोराछोरीलाई चाहिँ तालिम प्राप्त धेरै सहयोग हुन्छ। यिनै कुराहरू हामीले खेलेर चित्र बनाएर त्यसको माध्यमबाट हाम्रो छोराछोरीलाई पनि भाइ बहिनीहरूलाई पनि पढाउन सकिन्छ। त्यसैगरी बाडगंगा 8 मोर्मी निवासी मन्टेश्वरी तालिममै सहभागी पुष्पा घिमिरेले बुझेको भन्दा सिकेकोमा धेरै अन्तर रहेको बताउँदै तालिम लिएर सर्टिफिकेट लिनु मात्रै भन्दा पनि त्यसलाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो। नमस्ते, मेरो नाम पुष्पा घिमिरे, म बाडगंगा नगरपालिका 8 मोर्मीमा बस्छु र हाम्रो यस बाडगंगा नगरपालिकाको आर्थिक सहयोगमा मन्टेश्वरी तालिम आएको थियो र हामीले यस 30 दिने मन्टेश्वरी तालिम लिएका थियौँ र यस तालिम प्रदायक संस्था चाहिँ सूर्यमणि प्राविधिक शिक्षालय प्राली हेटौडा 5 मकवानपुरबाट आएको थियो र यहाँबाट हामीहरूले मन्टेश्वरी तालिम लिइरहँदाखेरि अब हाम्रो सिकाइहरू सबै फरक हुँदो रहेछ। हामीले बुझेको अनुभवहरू अब जुन स्कुलमा सिक्ने सिकाइ र हामीले सिक्ने सिकाइमा धेरै फरक पर्छ। जस्तै हामीले बच्चा बच्चीलाई खेलको माध्यमबाट पनि पढाउन सक्छौँ अनि डाइरेक्ट स्कुलमा कस्तो पढाइ हुँदो रहेछ भन्ने अनुभव बुझाउनु भयो होला साथीहरूले पनि र मैले पनि बुझेँ। जस्तै कुनै प्राइभेट स्कुलमा भयो सिधै डाइरेक्ट अब अक्षरहरू लेखाउने अनि त्यो अक्षरहरूलाई घोकाउने हुन्छ भने हामीले यहाँबाट के सिक्यौँ भने त्यो अक्षरहरूलाई कसरी चिनाउने, पहिला चित्रको माध्यमबाट चिनाउने कि अनि उसलाई कसरी बोल्न सिकाउने भनेर त्यसलाई उच्चारण गर्न पनि सिकाउने अनि सबै छुट्टै हुँदो रहेछ। त्यही अनुभव बुझ्यौँ, राम्रो छ र हामीहरूले जुन यो आफ्नो तालिम गरेर अनि सर्टिफिकेट पाउँछौँ र यसरी हामीलाई यस तालिममा सहभागी गराएर हामीलाई आत्मनिर्भर बनाउनु भएकोमा यस संस्था र हाम्रो प्रशिक्षक म्यामलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरा साथीहरूले पनि अब सर्टिफिकेट पाइसकेपछि आफ्नो सर्टिफिकेटलाई सदुपयोग गर्नु होला, घरमै राखेर नबस्नु होला, कुनै ठाउँमा कतै केही खुल्दाखेरि गएर अनि त्यसपछि त्यसलाई सदुपयोग गर्नु होला भन्न चाहन्छु। मन्टेश्वरी तालिम चलिरहेको संस्था बीबीसी मन्टेश्वरी ट्रेनिङ सेन्टरकी सञ्चालिका एवं तालिमका प्रशिक्षक लक्ष्मी पोखरेलले आफूले व्यावसायिक रूपमा तालिम सञ्चालन गरेको भए तापनि बाडगंगा नगरपालिकाको सहकार्यमा सञ्चालित तालिममा प्रशिक्षण दिन पाउँदा खुसी व्यक्त गर्दै तालिममा सहभागीहरूले अनुशासन, उत्साह एवं लगनशील भएर तालिम लिएको र आत्मनिर्भर बन्न चाहेको भन्दै संस्था र व्यक्तिगत तर्फबाट उहाँहरूलाई सहयोग गर्ने र आगामी दिनमा नगरपालिकाका यस्ता उद्यमशीलका कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। सम्पूर्णमा नमस्ते, मेरो नाम लक्ष्मी पोखरेल। हाम्रो यस बाडगंगा नगरपालिका को आर्थिक सहयोग र तालिम प्रदायक संस्था सूर्यमणि प्राविधिक शिक्षालयको समन्वयमा रहेको यस ट्रेनिङ हाम्रो 390 घण्टाको ट्रेनिङ रहेको थियो र त्यो ट्रेनिङ चाहिँ एकदमै राम्रो भयो र यसबाट चाहिँ ट्रेनीहरूले पनि धेरै कुराहरू सिक्नुभयो जस्तो लाग्छ मलाई। उहाँहरूको फिडब्याक पनि एकदमै राम्रो छ र उहाँले अझै एडभान्स यो ट्रेनिङमा चाहिँ अझै एडभान्स कुराहरू पनि सिक्न खोजिराख्नु भएको छ र मैले यस 4 नम्बरमा ट्रेनिङ चलाउन थालेको लगभग 9-10 वर्ष भइसक्यो र त्यसको अनुभवमा भन्नुपर्दाखेरि चाहिँ मैले बाडगंगा नगरपालिकामा पहिलोचोटि चाहिँ यस्तो ट्रेनिङहरू थाहा पाएँ र एकदमै खुसी छु। यस्तै ट्रेनिङहरू पनि फेरि पनि आइराखुन्। महिलाहरूलाई स्वरोजगार बनाउने हिसाबले गरिएको यो ट्रेनिङ एकदमै राम्रो छ र अझै ट्रेनिङहरू चाहिँ आउनेछ भन्ने पुरा आशा छ र धन्यवाद बाडगंगा नगरपालिकालाई। बाडगंगा नगरपालिकाले सञ्चालन गरेको उपमेयरसिप विकास कार्यक्रमले सहभागीहरूमा आत्मविश्वास, उद्यमशीलता र आत्मनिर्भर बन्ने सोचको विकास गराएको देखिएको छ। स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता कार्यक्रम प्रभावकारी माध्यम बनेको सहभागीहरूको धारणा छ। तालिम प्रदायक संस्था सूर्यमणि प्राविधिक शिक्षालय हेटौडाका कार्यक्रम संयोजक टङ्क खड्काले बाडगंगा नगरपालिकाको आर्थिक सहयोगमा आफू सम्मिलित 3वटा संस्थाले विभिन्न विषयका 111 जना विद्यार्थीहरूलाई नेपाल सरकारले तोके अनुरूपको सिटिफिटी अन्तर्गतको लेभल 1 अन्तर्गत सिपमूलक तालिम दिएको बताउनुभयो। सबै तालिममा उत्साहित नयाँ विद्यार्थी भए पनि केयर गिभर तालिम यस क्षेत्रमै पहिलो तालिम भएकाले त्यो क्षेत्रको विद्यार्थी अझ उत्साहित भएको र उनीहरूलाई तालिमको दौरानमा रूपन्देहीमा अवस्थित मानव सेवा आश्रममा व्यवहारिकता समेत प्रदान गरिएको बताउनुभयो र आफूले सञ्चालन गरेका तालिमका सबै विद्यार्थीहरूलाई
आफ्नै संस्थाको पहलमा सिटिभिटीको स्किल टेस्टमा सहभागी गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नमस्ते, म चाहिँ टङ्क खड्का, म सूर्यमणि प्रशिक्षण हेटौडामा चाहिँ काम गर्छु। अहिले चाहिँ हामीले बागलुङा नगरपालिकाको आर्थिक सहयोगमा सूर्यमणि प्रशिक्षण हेटौडा, हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र हेटौडा र जिनियस मल्टिटेक्निकल इन्स्टिट्युट प्राली पोखराद्वारा चाहिँ विभिन्न विषयका 111 जना यहाँको दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सिटिभिटीको लेभल 1 को चाहिँ तालिम दिएको छ, जसमा चाहिँ केयर गिभरमा 25 जना हुनुहुन्छ, इसिडिएफमा 30 जना हुनुहुन्छ, ब्युटिसियनमा 31 जना हुनुहुन्छ, मोटरसाइकल मेकानिकमा चाहिँ 25 जना हुनुहुन्छ। सबै हामीले नेपाल सरकारले तोक्नु भएको सिटिभिटीको पाठ्यक्रम अनुसार चाहिँ अध्यापन गराइरहेको छ। तालिममा चाहिँ यहाँ चाहिँ यो भूगोलमा चाहिँ हुन त सबै तालिमहरू राम्रो छ आफैमा। ब्युटिसियनमा नि फ्रेस मान्छे हुन्छ, मोटरसाइकल मेकानिकमा नि फ्रेस मान्छे छ, केयर गिभरमा पनि फ्रेस मान्छे छ। अब यो सेक्टरलाई एउटा राम्रो या नराम्रो भन्दाखेरि पनि सबैको राम्रो छ। अलिकति उचित चाहिँ केयर गिभरको मान्छेहरू अलिक एक्साइटेड भएर हामी चाहिँ यो छ, नयाँ नगरपालिका पनि नयाँ तालिम पनि रहेछ, त्यो पनि छ। तर तालिम समग्रमा सबै प्रभावकारी छ। अब एउटा कुरा चाहिँ उहाँहरूको हामीले स्किल टेस्टमा चाहिँ जोड्नको लागि हामीसँग नगरपालिकाले कन्ट्र्याक्ट गरेको छैन, तर मैले व्यक्तिगत रूपमा हामी संस्थाहरू चाहिँ नेपालभरि नै विभिन्न विषयमा चाहिँ सिटिभिटीको हामी एफिलिएट संस्था हो, हामीसँग धेरै विषयमा तालिमहरू हामी चलाइरहेको छौँ, यही तौलियामा पनि चलाइरहेको छौँ। अब चाहिँ हाम्रो स्किल टेस्ट तौलियामा हुँदैछ, त्यसमा चाहिँ मैले बागलुङा नगरपालिकामा चाहिँ उहाँहरूलाई जोडेर स्किल टेस्ट गराउँछु भन्ने चाहिँ सोचेको छु। मैले त्यो कुरा चाहिँ हाम्रो सहभागीहरूलाई पनि भनेको छु। समग्रमा सबै विषयमा तालिमहरू सबै ठिकै छ। नगरपालिकाका जनप्रतिनिधिहरूले पनि विकास मार्फत रोजगारी सिर्जना गर्ने नीति आगामी वर्षहरूमा समेत निरन्तर अघि बढाइने बताएका छन्। तालिम प्राप्त सहभागीलाई व्यवसाय सञ्चालन तथा स्वरोजगारमा जोड्न आवश्यक सहकार्य र प्रोत्साहनका कार्यक्रम समेत सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ। उपमेयर शिव विकास कार्यक्रमले बाणगङ्गा नगरपालिकामा सिप रोजगारी र आत्मनिर्भरताको नयाँ सम्भावना सिर्जना गरेको छ। सहभागीहरूले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउन आग्रह गरेका छन्। बाणगङ्गा नगरपालिकाको रोजगार शाखाले उपमेयर शिव विकास कार्यक्रम विभिन्न शाखाहरूसँगको समन्वय एवं आफ्नै शाखाबाट विभिन्न रोजगारका तालिमहरू सञ्चालन गर्दै आएको छ। नगरपालिकाको रोजगार शाखाले बेरोजगारहरूको तथ्याङ्क सङ्कलन गर्दछ र उनीहरूलाई विभिन्न योजना मार्फत रोजगारको पहल गर्ने, सिपमूलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउने, वैदेशिक रोजगार मार्फत फर्किएकालाई सिपमूलक तालिम दिई स्वदेशमै रोजगार बन्न प्रेरित गर्ने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि परामर्श दिने एवं श्रम गराउने, वैदेशिक रोजगारमा गएर समस्या परे सहजीकरण गर्ने, वैदेशिक रोजगारमा गएर मृत्यु भएकाहरूको शव झिकाउने र क्षतिपूर्तिका लागि सहजीकरण गर्ने जस्ता विविध कार्य गर्ने गर्छ। रोजगार शाखाले गर्ने काम र हालसम्म गरेका कार्य एवं उपलब्धिका बारेमा बताउँदै बाणगङ्गा नगरपालिका रोजगार शाखा प्रमुख गोमा घिमिरे, सर्वप्रथम त हामीले यहाँको बेरोजगारहरूको सूचीकृत बेरोजगारहरूको दर्ता गर्छौँ, फेमी सिस्टमबाट दर्ता गर्छौँ। उहाँहरूले के कति छन् यहाँ हाम्रो वडाहरूमा बेरोजगार व्यक्तिहरू कति छन् भनेर लगभग यस वर्ष पनि अगाडि 653 थियो भने यस वर्ष 450 जति बेरोजगार व्यक्तिहरू दर्ता गर्छौँ। त्यसपछि हामीले यी बेरोजगार व्यक्तिलाई के गर्ने त भन्ने कुराहरू उहाँहरूलाई हामीले न्यूनतम पनि 100 दिन बराबरको रोजगार दिने, अब माथिबाटै त्यो कुराहरू तोकेर आएको हुनाले न्यूनतम पनि 100 दिन बराबरको रोजगार दिने भन्छ। त्यसमा बेरोजगार व्यक्तिहरूलाई हामीले आयोजनाहरू गर्छौँ। विगत वर्ष 12वटा आयोजना गरेका थियौँ, 71 जनाले रोजगारी पाउनुभएको थियो भने यस वर्ष हामीले नगर स्तरीय एउटा थोरै बजेट आएको हुनाले नगर स्तरीय एउटा योजना राखेका थियौँ। त्यसमा 15 जनाले रोजगार पाउनुभएको थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नाम नै चेन्ज गरेको छ। अहिले रोजगार सिप तथा उद्यमशीलता केन्द्र गराएको छ भने यस केन्द्रबाट विभिन्न किसिमका कामहरू भइराखेको छ। बेरोजगार व्यक्तिहरूको सूचीकृत गर्ने, फेमी सिस्टमबाट दर्ता गर्ने र उहाँहरूलाई रोजगारीमा संलग्न गराउन केही दिन भए पनि कम्तीमा पनि न्यूनतम 100 दिन बराबरको रोजगार दिने भन्छ। 100 दिनै दिन नसके पनि जे जति आयोजनाहरूमा संलग्न गराइन्छ उहाँहरूलाई हामीले संलग्न गराएर रोजगारी दिइरहेका छौँ। यसै गरी वैदेशिक रोजगारमा मृत्यु भएका परिवारहरूको पनि सब घरसम्म ल्याउने कामहरू र उहाँहरूलाई क्षतिपूर्तिको लागि सहजीकरण पनि गरिदिन्छौँ भने
वैदेशिक रोजगारमा मृत्यु भएका परिवारहरूको बालबच्चाहरूलाई छात्रवृत्तिहरू पनि दिने काम त्यसको लागि पनि सहजीकरण गरिदिन्छौँ भने वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि हामीले के गर्नुपर्ने रहेछ, हामीलाई के कागजात चाहिन्छ, ती कागजातहरू धेरै घरधुरीमा नराख्ने, त्यसपछि केही अप्ठ्यारो पऱ्यो भने हामीले ती व्यक्तिहरूसम्म पुग्नलाई गाह्रो हुने हुनाले प्रत्येक घरधुरीमा गएर यस वर्ष हामी 2700 घरधुरीमा गएर सही सूचना दिएका छौँ भने यसै गरी वित्तीय साक्षरता कक्षाहरू सञ्चालन गरेका छौँ, जसमा 1100 जति लाभान्वित हुनुभएको छ। 21 हप्ते वित्तीय साक्षरता क्लास चलाउँछौँ अनि सहकारीहरूमा, स्कुलहरूमा र आमा समूहहरूमा पनि हामीले वित्तीय साक्षरता कार्यक्रमहरू चलाइराखेका छौँ भने वडा स्तरीय प्रत्येक वडाहरूमा पनि गएर वित्तीय साक्षरता क्लासहरू चलाइरहेका छौँ। हामीले हरेक वर्ष विकास तालिमहरू दिएका छौँ। विगतको वर्षमा पनि वैदेशिक रोजगारीमा रहेका घर परिवारको सदस्यहरूलाई वैदेशिक रोजगारबाट आएको रकमलाई सही सदुपयोग गर्नको लागि विकास तालिम दियो भने उहाँहरूले त्यो पैसाहरूलाई सही सदुपयोग गर्नुहुन्छ भन्ने उद्देश्यले ढाका टोपी र झोला बनाउने तालिम दिएका थियौँ भने यस वर्ष पनि नगर प्रमुख विकास तालिमतर्फबाट हामीले 5वटा तालिम सञ्चालन गरेका छौँ, जसमध्ये जुनियर ब्युटिसियन 390 घन्टा 30 जना सहभागी हुनुहुन्थ्यो भने मन्टेसरी तालिममा पनि 30 जना सहभागी हुनुहुन्थ्यो। केयर गिभर तालिम, अब यो केयर गिभर तालिम पनि यहाँ खासै नहुने अनि बुटोल जानुपर्ने अनि काठमाडौँ गएर लिनुपर्ने गर्दाखेरि अलि आर्थिक अवस्था विपन्न व्यक्तिहरूलाई अलिकति महँगो पर्ने हुनाले हामीले यो पनि चलाएका थियौँ भने यसमा पनि 30 जना सहभागी हुनुहुन्थ्यो। रिटर्निङ वैदेशिक रोजगारबाट फर्केका युवाहरूले मोटरसाइकल रिपेयरिङ, अब युवाहरू फर्केर त आउनुभयो, अब के गर्ने त, सानो लगानीले पनि गर्न सकिने आफू इङ्गेज भइराख्ने काम मोटरसाइकल रिपेयरिङ यो रोजगार शाखाबाट गरेका थियौँ भने पञ्चे बाजा बजाउने तालिम दलित महिलाहरूका लागि पञ्चे बाजा बजाउने तालिम पनि यो 20 जनालाई यो पनि सञ्चालन गरेका थियौँ। ग्राफिक डिजाइन तथा फोटोग्राफर वैदेशिक रोजगारमा जानुभन्दा अगाडि अब यो सिकेर जाउँ यत्तिकै होइन नजाउँ भन्ने उद्देश्यले नै हामीले यसरी तालिमहरू सञ्चालन गरेका थियौँ भने यहाँ पनि सकेसम्म यही नै केही गरौँ होइन, अब बाहिर पनि सजिलो छैन, त्यही उद्देश्यले हामीले यही विभिन्न किसिमका तालिमहरू सञ्चालन गरेका थियौँ र वैदेशिक रोजगारबाट आएको रकम सही सदुपयोग भन्ने उद्देश्यले पनि हामीले विभिन्न किसिमका तालिम सञ्चालन गरेका थियौँ। यसै गरी मन्टेसरी तालिम पनि हामीले सञ्चालन गरेका थियौँ भने जसमा 30 जना सहभागी हुनुहुन्थ्यो। यही पनि दिदीबहिनीहरूलाई यतिकै फाल्टु बस्नुभन्दा आफूले केही न केही गर्छ भन्ने उद्देश्यले यो तालिम पनि 390 घन्टाको नै सञ्चालन गरेका थियौँ। यसै गरी विभिन्न किसिमका तालिमहरू सञ्चालन भइराख्दाखेरि हामी पटक पटक अनुगमन गरिराखेका छौँ बाडुङ्गा नगरपालिकाबाट र अनुगमनको क्रममा सहभागीहरूले एकदमै खुसी हुनुभएको छ र हाम्रो एउटा के समस्या थियो भने पटक पटक एउटै विद्यार्थीले तालिम लिने अनि त्यसलाई सही सदुपयोग नगर्ने, ती कुराहरू पनि अहिले हामीले सिटिबिटीबाट मान्यता प्राप्त तालिम सञ्चालन गरेका छौँ। अब यो गरिसकेपछि यिनीहरूको तथ्याङ्क हामीले पालिकामा राख्ने गर्छौँ। त्यो तथ्याङ्क राखिसकेपछि अर्को पटक यी परीक्षार्थीहरू लेभल 1 को गर्दाखेरि उहाँहरूले हामीले समावेश गर्दैनौँ। लेभल 2 अब सञ्चालन गऱ्यो भने त्यसमा चाहिँ समावेश गर्छौँ। सहभागीहरूको माग पनि लेभल 2 को तालिमहरू ल्याउनु, अब लेभल 1 को भयो भन्ने खालको आएको थियो भने एकदमै खुसी भएर अब हामीलाई टाढा टाढा जानुपर्ने अवस्था थियो, अहिले यही नजिकै यति राम्रोसँग सिकाउनु भयो भने एकदम परीक्षार्थीहरू पनि एकदम खुसी भएको अवस्था पनि छ। यस शाखामा विगत 6 वर्षदेखि कार्यरत छु। यहाँ काम गरिराख्दाखेरि वैदेशिक रोजगारमा धेरै नै समस्या आउने, मेन समस्या त विदेश जानुभन्दा अगाडि त्यो मेन पावर थ्रु नगएर एउटा व्यक्ति मार्फत जाँदाखेरि ठगीका केसहरू धेरै आउँछ हामीसँग अनि सिकेर नजाने, उहाँ गइसकेपछि आफूले भनेअनुसार काम हुँदैन अनि त्यो हुँदाखेरि मृत्यु केसहरू बढ्ने ती खालको पनि थियो भने अहिले धेरै कम हुँदै आएको छ। तर वैदेशिक रोजगारमा जानु अगाडि श्रम स्वीकृतिहरू पनि हामीले यहाँबाट गरिराखेका छौँ। श्रम स्वीकृति गर्न आउँदा पनि धेरै खुसी हुनुहुन्छ। यतिकै बाहिर गर्दाखेरि अलिकति बढी चर्को पैसा लिने
यहाँ अब हामीले नेपाल सरकारले तोकेको अनुसारै त्यही अनुसारले गर्छौँ। त्यही भएर अगाडि वर्षभन्दा यस वर्ष हामीले 350जनाको गरिसकेका छौँ। अगाडि 3 वर्ष 300जनाको गरेका थियौँ भने 350को गरिसकेका छौँ। र श्रम स्वीकृति गर्नको लागि हामीले एकदमै सजिलो भएको छ, नजिक भएको छ भनेर दाजुभाइ दिदीबहिनीहरू पनि एकदम खुसी भएको अवस्था पनि छ। अब हामीले वैदेशिक रोजगारबाट फर्केका युवाहरू कतिजना हुनुहुन्छ र उहाँहरूले के कस्तो काम गरेर बसिराख्नु भएको छ, कति स्वरोजगार हुनुभएको छ, कति हुनुभएको छैन भन्ने तथ्याङ्क पनि हामीले सङ्कलन गर्ने तयारीमा छौँ भने यी विभिन्न किसिमका तालिमहरू दिने क्रममा अब हामीले लेभल 2 को तालिम पनि दिने प्रयास गर्नेछौँ। यसै गरी योजनाहरू अब बेरोजगार सूचीकृत बेरोजगारहरूलाई पनि योजनामा संलग्न गराउने अनि विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्ने र वित्तीय साक्षरता सम्बन्धी पनि ज्ञान अब आफूसँग पैसा भएको तर सही सदुपयोग नगरेको धेरै नै फजुल खर्चहरू बढी गरेको हुनाले उहाँहरूलाई पनि टोल विकास संस्थामा वडाहरूमा होइन बस्तीहरूमा गएर हामीले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजनाहरूमा राखिराखेका छौँ। शिविका तालिम दिने क्रममा हामीले आवश्यकताका आधारमा जुन समुदायहरूले कस्तो खालको तालिम माग्नुहुन्छ त्यसका आधारमा हामीले शिविका तालिमहरू पनि सञ्चालन गर्नेछौँ र अहिले गरेका शिविका तालिम गरेका सहभागीहरूको कस्तो छ अवस्था भनेर पनि हामीले उहाँहरूलाई मूल्याङ्कन गर्ने अनुगमन गर्ने कामहरू पनि हामीले दर्शकवृन्द, बाडुङ्गा नगरपालिकाको आयोजनामा यही असार 16 गते बाडुङ्गा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तथा अस्वस्थकर पत्रुखाना मुक्त विद्यालय क्षेत्र घोषणा कार्यक्रम भएको छ। लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यतामा भएको उक्त महत्त्वपूर्ण कार्यक्रमको झलक सहितको टेलिभिजन रिपोर्ट अबको क्रममा। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर उच्च रहेको बताउनु भएको छ। मंगलबार बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तथा दिगोपना र अस्वस्थकर जङ्क फुड मुक्त विद्यालय घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रदेशको 12 जिल्ला मध्ये कपिलवस्तु र बाँके जिल्लामा मातृ मृत्युदर बढी देखिएको बताउँदै यसलाई शून्यमा झार्न साझा चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्री घिमिरेले बाणगंगा नगरपालिकालाई विकास समृद्धि लगायतका सबै क्षेत्रमा देशकै अग्रणी पालिका बनेको व्यक्तिगत रूपमा हेर्न चाहेको धारणा राख्नुभयो। उहाँले नगरपालिकाले शिक्षा स्वास्थ्य लगायत हरेक क्षेत्रको नेतृत्व गर्ने प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेश मातृ मृत्यु दरमा चाहिँ अरू प्रदेशभन्दा अगाडि छ। 1 लाख महिलाहरू प्रसुति हुँदा यसभन्दाको पहिलाको तथ्याङ्कले भन्छ 207 आमाहरूलाई हामीले गुमाउने गरेका छौँ। दुःखद निधनको अवस्थालाई हामीले चाहिँ झेल्दै अगाडि बढिरहेका छौँ। तथ्याङ्कले यही देखाएको छ। तर हामी पछिल्लो दिनहरूमा आइपुग्दा हामीले चाहिँ यसलाई घटाउँदै गएका छौँ। हामी आजको दिनसम्म घटाउने क्रममा कहाँ आइपुग्यौँ? भोलि त्यो तथ्याङ्क सार्वजनिक हुने क्रममा यहाँहरूलाई पनि जानकारी हुनेछ। लुम्बिनी प्रदेशका सांसद विष्णु पन्तीले अहिलेका बालबालिकाहरू घरको खानाभन्दा बाहिरको खाना बढी रुचाउने भएकाले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पुगेको बताउँदै त्यसको नियन्त्रणको लागि अभिभावक विद्यालय लाग्न आवश्यक रहेको बताउनुभयो। दिन प्रतिदिन हाम्रो केटाकेटी पनि यस्तो भइसक्यो कि अब भातभन्दा चाउचाउ रुचाउने अरू चाहिँ जङ्क फुडहरू रुचाउने चाहिँ भइसक्यो। फुड हेबिटमै तलैदेखि चाहिँ चेन्ज चाहिँ हुन थालिसक्यो। मलाई यो एकदम खतरनाक छ। यसलाई चाहिँ नि पनि महत्त्वका साथ यो पनि त्यत्तिकै महत्त्व छ। खास गरी यो विद्यालयहरूमा यसको बारेमा निरन्तर चाहिँ हामी लागिराख्नुपर्छ र स्वस्थ चाहिँ खाना स्वस्थ खाना त्यही पनि अस्वस्थ खाना महँगोमा सस्तोको स्वस्थ खाना छोडेर अस्वस्थ महँगो खानामा। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाका 10 पालिका मध्ये प्रत्येक पालिकाका 4-5 विद्यालयले जङ्क फुड निषेध घोषणा गरेको बताउनुभयो। उहाँले विद्यालयहरूमा अनुगमनको क्रममा विद्यार्थीले जङ्क फुड नलाएको भेटिएकाले स्वास्थ्यकर खाना रहेको समेत उल्लेख गर्नुभयो। राष्ट्रको सबभन्दा पहिले 2030 का लक्ष्यहरू पूरा गर्नको लागि यसले चाहिँ
पहल गरिरहेको छ, सबभन्दा पहिले दौडमा चाहिँ अगाडि बढिरहेको छ। त्यस अन्तर्गत हामीले चाहिँ संस्थागत प्रस्तुतिको बारेमा 3 वर्ष पहिले नै घोषणा गरिसकेका थियौँ र त्यसको दिगोपनाको प्रत्येक वर्ष दिगोपना गर्नुपर्ने हुन्छ। बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले संघ प्रदेश र विभिन्न संघ संस्थासँग सहकार्य गर्दै अघि बढेको बताउँदै नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका जङ्क फुड मुक्त विद्यालय घोषणा गर्न सफल भएको बताउनुभयो। यहाँसम्म ल्याइ पुर्याउने सिलसिलामा धेरैचोटि यहाँका विद्यालयमा गएर राखेको छु, स्वास्थ्य संस्थाहरूमा गएर राखेको छु, विभिन्न टोल विकास संस्थाहरूमा गएर राखेको छु, विभिन्न ठाउँहरूमा गएर पत्रकारहरू समक्ष यिनै कुराहरूका सन्दर्भमा व्याख्या गरेको छु। धेरै ठाउँहरूमा धेरै सन्दर्भमा यिनै कुराहरू गर्दै 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 आजको दिनसम्म यो घोषणा गर्ने दिनसम्म यहाँहरूले ल्याइपुर्याउनु भएको छ। त्यस कारणले मैले धेरै यहाँ बोलिरहनु कुनै आवश्यक मैले ठान्दैन। यो कुरा यही कुराहरू कुरा गर्दै यसका व्यवहार र परिस्थितिसँग हामी जुझ्दै यहाँसम्म आइपुगेका हौँ। यो सजिलो थिएन, सुरुका दिनहरूमा सोच्दा सजिलो थिएन, तर निरन्तर हामी लागिरह्यौँ, हामीले सहकार्य गरिरह्यौँ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीले नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका दिगोपना 2080 सालमा घोषणा गरेको बताउँदै दिगोपना जारी रहेको जानकारी दिनुभयो। पूर्ण संस्थागत प्रसूति सेवा 2080 सालमा नै हामीले घोषणा गरिसकेका थियौँ र आज यसको दिगोपनाको लागि निरन्तर हाम्रो कार्यक्रम जारी नै छ र विशेष गरी पोषण मैत्री स्वास्थ्य संस्थाहरू पनि हाम्रा 5वटा संस्था घोषणा भइसकेको छ। प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सामाजिक कार्यमा घोषणा गरेको बताउँदै दिगोपनालाई अघि बढाएको बताउनुभयो। उहाँले शिक्षकहरूले विद्यालयमा पत्रु खाना निषेध नगरेको भए घोषणा नहुने समेत जानकारी दिनुभयो। आज यो कार्यक्रममा हामीले ब्यानरमा लेखे जस्तै सामाजिक अभियानका केही महत्त्वपूर्ण कार्यक्रमहरू घोषित गरेका छौँ र दिगोपना अगाडि बढाइरहेका छौँ। म मञ्चमा उभिरहँदा हामीले आजको नगरपालिकालाई पूर्ण रूपमा घोषित गरेको पत्रु खाना निषेध कार्यक्रममा यदि गुरुहरूले यो कुरा आत्मसात नगरिदिएको भए आज हामी पत्रु खाना निषेध विद्यालय घोषणा गर्न सक्ने थिएन। राज पौडेलले स्वास्थ्यको प्रतिवेदन प्रस्तुत गर्दै पत्रुखाना निषेध गर्ने प्रदेशकै पहिलो पालिका बाणगंगा भएको बताउनुभयो। कार्यक्रममा शिक्षा विकास इकाइ कपिलवस्तुका अधिकृत माधव बन्जाडे, बाणगंगा मावि लौगाईका प्रधानाध्यापक कुलराज पौडेल, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष प्रमुख डिलाराम भूषा, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर 7 का वडाध्यक्ष विष्णु गिरी लगायतले आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका नगरभित्रका स्वास्थ्य शाखाका कर्मचारी, 60 वर्ष अवकाश भएका स्वयंसेवीका, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो। स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका 11वटै वडाका वडाध्यक्ष, विभिन्न शाखाका कर्मचारी, स्वयंसेविका, शिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। आदरणीय दर्शक महानुभाव, यस श्रृङ्खलाहरूमा हामीले बाणगंगा नगरपालिकाको विकास र रोजगार अभिवृद्धिलाई मुख्य स्थान दियौं। बाणगंगा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका र पोषण मैत्री स्वास्थ्य संस्था घोषणा एवं अस्वस्थकर पत्रुखाना मुक्त विद्यालय क्षेत्र घोषणा कार्यक्रमलाई पनि विशेष महत्त्व दियौं। स्थानीय सरकारको नीति र नागरिकको आवाजलाई जोड्ने हाम्रो यो यात्रा निकै फलदायी रह्यो भन्ने हाम्रो विश्वास रहेको छ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने नगरपालिका परिवार र हामीलाई आदरणीय दर्शकबिन प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। सुशासन, दिगो विकास र समृद्धि बाणगंगा निर्माणका आगामी योजनाहरू सफल बनुन्, यही शुभकामनाका साथ प्रविधिबाट सघाउने सम्पूर्ण टिमसहित म प्रस्तोता दीपिका सुनार पनि बिदा हुन्छु। हेर्दै गर्नुहोला बुद्ध आवाज टेलिभिजन। नमस्कार। पालिकामा भइरहेका विकास निर्माणका कुरा, पालिकाका महत्त्वपूर्ण सूचना, समसामयिक विषयवस्तुमा गरिएका भलाकुसारी,
पालिकावासीका सवाल अनि जनप्रतिनिधि र कर्मचारीको जवाफ। हामी पुग्छौँ त्यहाँ खरो बहस चलाउन, गाउँदेखि नगरका ताजा खबर सुनाउन। नागरिक र पालिकालाई जोड्ने आधार, यो हो कार्यक्रम पालिका सरोकार। मात्र सामुदायिक टेलिभिजन बुद्ध आवाजमा। शान्ति र विकासको आधार यो हो सामुदायिक टेलिभिजन बुद्ध आवाज।